यहाँ धेरै यसो सरिएर ओराले होइन परदेशले हालिदियो नयाँ तालको यतै परदेशको मन्त्री तयारी। यो बरातालमा यो स्कुल नजिक रहेको यो बरातालमा अहिले नयाँ ताल को तयारी हुँदैरहेछ। यहाँ देख्न सक्नुहुनेछ र यहाँ नयाँ तालहरू खनेर यहाँ अब यो भर्खर तयारी हुँदैछ। नयाँ तालको सुरुवात हुँदैछ, देख्न सक्नुहुनेछ। र यहाँ जति पनि स्कुलमा पढ्नुभएको, कृषिमा पढ्नुभएको विद्यार्थीहरूले चाहिँ यहाँ खेतीहरू तरकारीहरू लगाउनु भएको छ र यहाँ देख्न सक्नुहुनेछ यो सबै ठाउँमा। यता हाम्रो बहिनीहरू छन् होइन। ल बहिनी त्यो देखाइदेऊ त ल बहिनीहरूले नै फलाएको अरे यो। ल अर्को बहिनीले पनि त्यहाँ टिप्न लाग्छन् होइन। खै देखाउ त बहिनी। ल अनि त्यति सानोमा किन टिपेको त? अनि अर्को गराउनु गर्ने। अनि यहाँ के छ बहिनी? यहाँ भन त के लगाएको छौ? लौका छ, अरू के छ? करेला, काँक्रा। खै त काँक्रा त देखिन्न त। काँक्रा ए यो झारहरू आएर अब भइसक्यो। ल ठिक छ, सिजन पनि जान लाग्यो है काँक्राको, त्यो भएर पनि होला। ल ठिकै छ, बहिनीहरू एकदम प्रगति भएर जाओस् अझै। ल मेरो नाम चाहिँ सुशीला साई, म चाहिँ कालीपुरबाट हामी चाहिँ उता जनज्योति माध्यमिक विद्यालयमा पढ्थ्यौँ। अनि यहाँ ट्रान्सफर भएर जनता माध्यमिक बर्दिचरको स्कुलमा हामी पढ्न आएको। अहिले चाहिँ हामी फर्स्ट सेमिस्टर कृषिमा पढ्छौँ। अहिले चाहिँ हामीले तरकारीहरू लगाइरहेको छौँ। हजुर कति वर्ष पुग्नुभयो? म 17 वर्ष हुनुभयो। अनि हजुरलाई यो यहाँ जति पनि कृषिहरू गरिराख्नु भएको छ, काम गर्दै पढ्दै गर्नुभएको छ, हजुरलाई कस्तो लागिरहेछ? एकदम राम्रो लागिरहेको छ, पढ्न पाइरहेको छ। हजुर सिक्नु पनि पाइरहेको छ धेरै कुराहरू। हजुर अरू तपाईँले केही यस्तो समस्याहरू त छैन? पढ्नलाई बस्नलाई के कस्तो छ? नै पढ्नलाई चाहिँ एकदम राम्रो छ अहिले। ए हस् बहिनी, ल धन्यवाद हजुरलाई। के बहिनी तिम्रो नाम भन त? नमस्कार, मेरो नाम चाहिँ पूजा ढकाल। हजुर मेरो घर चाहिँ पञ्चौरी 10 नार्सी हो। हजुर म चाहिँ पहिला जनता माध्यमिक विद्यालय विद्यार्थीमा पढ्थेँ। हजुर त्यहाँ चाहिँ यस्तै शिक्षकहरू नभएर हामीलाई चाहिँ यता जनज्योतिमा ट्रान्सफर गरिदिए त्यहाँको सरहरूले। अनि यहाँ चाहिँ राम्रो भइरहेको पढाइ। ए अनि यहाँ पढ्न लाग्नु कति भयो बहिनी? पढ्न लाग्दा चाहिँ 7 महिना जति भयो। 7 महिना जति भयो। अनि तिमीले चाहिँ यहाँ पढ्दै गर्दा अनि यहाँ तिमीले प्र्याक्टिकली रूपमा कामहरू गर्दैछौ होइन, तिमीलाई कस्तो लागिरहेको छ? यहाँ पढ्दै गाउँदै पनि सिस्टम छ एउटा। हजुर त्यो चाहिँ एकदम राम्रो छ है। काम गर्ने विद्यार्थीलाई पढ्ने मात्रै हो भने चाहिँ त्यस्तै हो, काम गर्ने हो भने चाहिँ राम्रो छ। अब तिमीले चाहिँ अब यहाँ पढ्दै काम गर्दै अनि केही अब पढ्दै अलिकता इन्कम गर्दै पैसा कमाउँदै गर्दै गर्दा तिमीले पछि के गर्ने चाहना छ? तिम्रो फ्युचरमा के छ प्लानिङ? फ्युचरमा चाहिँ लक्ष्य आयो ए त्यसको तयारी गर्ने। ओके बहिनी, बेस्ट अफ लक। ओके ल नमस्कार, मेरो नाम चाहिँ दीक्षा विश्वकर्मा। मेरो घर चाहिँ पश्चिम पञ्चपुरी 6 बाबाचर सुर्खेत। ओके अनि जनता माविबाट हामी ट्रान्सफर हो जनता ग्रुपमा आएको। ए अहिले बरातालमा छौ होइन? हजुर अनि त्यसपछि अहिले चाहिँ बहिनी म के सोध्न चाहेँ भने जस्तै तिमीले अहिले यहाँ पढ्दैछौ अनि काम गर्दैछौ होइन, तिमीलाई कस्तो लागिरहेछ? धेरै राम्रो लागिरहेछ। पढाइ सँगसँगै सिकाइ पनि भइरहेछ। हजुर अनि सिकाइ पनि राम्रै गर्नुभयो यहाँको सरहरूले। अनि हरेक विद्यार्थीहरूले चाहेको कुराहरू पनि दिनुभएको छ। सबै ठिकै नै छ भनौँ अहिलेसम्म। अब सिक्दै जाऊँ कहाँसम्म के हुन्छ, राम्रै गर्ने। ए ल ठिक छ। कति भयो उमेर हजुरको? मेरो अहिले 17 वर्ष, जम्मा 17 वर्षको पुगे। अनि तिमीले चाहिँ यहाँ पहिलाको तुलनामा अहिले तिमीले कतिको इम्प्रुभ भइरहेछ? तिमीले कति सिक्यौ धेरै यहाँ आएर? भइरहेछ। पहिला चाहिँ पढाइ मात्रै हुन्थ्यो, पछि यहाँ त अब 81 पढाइ सँगसँगै सिकाइ पनि प्र्याक्टिकलमा पनि गइरहेको छ। प्र्याक्टिकल पनि भइरहेको छ। अनि के कस्तो गर्नुपर्छ भन्ने कुराहरू पनि सबै जानकारी भइरहेको छ। हजुर अनि ठिकै राम्रो नै भइरहेको छ। अनि तिम्रो चाहिँ पछिको प्लानिङहरू के छ बहिनी, भन्न मिल्छ? भन्न मिल्छ। यस्तै अब कृषि पढेर आफ्नो देशमा राम्रो गर्ने अनि अरूलाई सिकाऊ अनि आफू पनि सिक्दै आएको राम्रो गरेर अब लोकसेवातिर जानु पर्यो। एकदमै राम्रो, बहिनीको सोच चाहिँ एकदमै राम्रो लाग्यो। धन्यवाद बहिनी। ल ओके मैले चाहिँ अहिले यो बरातालको नजिक आउँदै गर्दा
तीनजना बहिनीलाई चाहिँ भेटेँ होइन, एकदमै फ्रेङ्कली र एकदमै राम्रो बहिनीहरू भेटेँ मैले र उहाँहरूले चाहिँ केही कुराहरू भनिसक्नु भएको छ र बहिनीहरूले चाहिँ एकदमै बहिनीहरूको प्रगति चाहिँ भइराखोस् पछिको दिनहरूमा, यसरी नै सिक्दै जानु। बहिनीहरूले चाहिँ केही आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उहाँहरूको सोच छ र यहाँ धेरै कुराहरू सिकाइन्छ, कृषि सम्बन्धी र भेटनरी सम्बन्धीहरू पनि तालिमहरू भइरहेको छ र हजुरलाई म चाहिँ भिडियोमा डिटेल देखाउने छु, हेर्नुहोला। बहिनी भन्नु त के बन्दैछ बहिनी यहाँ? ए गडेउलालाई उत्पादन गरेर गडेउलादेखि नै मल चाहिँ तयारी हुन्छ यहाँ है। यो यसको प्रोसेस के छ बहिनी? यो तिमीलाई थाहा छ भने केही भनिदेऊ न। कसरी गराइन्छ यो, के छ यसको सुरुदेखिको प्रोसेस के छ? केही छ भने हजुर जसले पनि भन्न सक्छ, केही छ भने एक दुईवटा कुराहरू भनिदेऊ न। ए भर्खर सुरुवात चाहिँ हुँदैछ है। यो सबै यो गडेउलाकै लागि हो? ए भर्खर सिक्दैछौँ भनौँ न, त्यति पनि जानकारी छैन अनि भर्खर सिक्दैछौँ। ए ल ठिक छ बहिनी। अनि यो पछाडिको के हो भने यो बुङ्गुरको हो कि? ए ल ठिकै छ, यो पनि ठिक छ। ओके ल खानाको लागि त्यो सुरक्षित गर्नको लागि के भन्छ त्यो भेटनरीहरूको लागि हो कि? विशेष भेटनरीहरूको लागि हो। ए ल ठिक छ। ताल नयाँ तालको तयारी हुँदै रहेछ, ठिकै छ। नयाँ तालहरूको तयारी हुँदै रहेछ। यहाँ चाहिँ अब यो सानो ताल छ र यतातिर देख्न सक्नुहुन्छ, यतातिर चाहिँ ठुलो ताल छ र यता चाहिँ हाम्रो नयाँ तालको सुरुवात र नयाँ ताल भर्खरै सुरुवात हुँदैछ यो ठाउँमा। साना माछाहरू पालिने ठाउँ हो हजुर। साना माछालाई ठुलो गराएर तालमा मुखहरू यहाँ चाहिँ जस्तै सानो माछाहरूलाई राखिन्छ, पानी हालेर राखिन्छ, अनि अलि चारो दिएर अलिक केही ठुलो भयो भने यसलाई ट्रान्सफर गरिन्छ अर्को ठुलो तालमा होइन? त्यही हो नि? ए ल ल ओके बहिनी ल। अलि त्यसरी भन्नु र बहिनी। गाई पाल्नको लागि हो अहिले त केही छैन जस्तो लागिरहेको यो जे होस् गाईको लागि, चारोहरूको लागि, गाईहरूलाई चाहिँ चारो खानको लागि, गाईको खानाको लागि यही हो नि, ठाउँ हो नि यो। यसलाई के गरिन्छ, त्यो घाँस काटेर यहाँ हालेर उ गर्ने खुवाउने चिज हो। खाना सहज हुन्छ। यहाँ चाहिँ गाई पालनको लागि रहेछ। उतातिर पछाडि मलको बाख्राहरू पालन गर्नुभएको रहेछ। यहाँ चाहिँ बाख्रा पालन छ, बाख्राहरू। यो के हो? यो कुखुराहरू पनि रहेछ ल। कालिज हो यो, कालिजहरू रहेछ। कालिजहरू पनि देख्न सक्छौँ हामीले यहाँ। यो रोडको साइडबाट आएर मेन गेट यो भयो, अनि उतातिर चाहिँ यस्तो छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यसको एरिया चाहिँ धेरै नै ठुलो रहेको छ। यो यहाँ चाहिँ बाख्रा पालन र बाख्राहरू भयो, कालिजहरू भयो, माछा पालनहरू भयो, लोकल कुखुराहरू भयो, धेरै कुराहरू चाहिँ यहाँ पालन गर्नुभएको रहेछ। यहाँका भाइ बहिनीहरूले स्कुल पढ्दै केही कामहरू गर्दै र यहाँ सिप सिक्दै बहिनीहरूले चाहिँ धेरै प्रगति गर्नुभएको छ र एकदमै खुसी पनि देख्न सक्छौँ हामी बहिनीहरूलाई। यहाँ चाहिँ विभिन्न किसिमका मेसिनहरू देख्न सक्छौँ र मेसिनहरू चाहिँ यस्तो रहेको छ, देख्न सक्नुहुनेछ। जडीबुटी प्रशोधन केन्द्र भनेर हामी भनेका छौँ। यसमा चाहिँ अब अहिले हामीले मेन्था खेती गरेका छौँ। हजुर, मेन्था खेती गरेका छौँ। त्यो मेन्थालाई हामीले यहीँ प्रशोधन गर्छौँ र तेल हामीले बिक्री वितरण गर्छौँ। त्यसले गर्दा यहाँ अब स्कुलले लगभग 200वटा बेर्ना कपुरको बेर्ना लगाएको छ। त्यो कपुरलाई पनि यहाँ प्रशोधन गर्छौँ र हामीले त्यो सुर्खेतमा हाम्रो राजेन्द्र विष्ट भन्ने सरले
एउटा उद्योग खोल्नु भएको छ जडीबुटी प्रशोधन केन्द्र मतलब उहाँले एसेन्सियल आइलबाट दबाई बनाउने जस्तो फिनाइल बनाउँछ नि हाम्रो यही कपुरको तेलबाट उहाँहरूले चाहिँ फिनाइल बनाउनु भयो र त्यो कोरोनाको बेलामा सेनिटाइज के बनाउनु भयो त्यो बनाउनु भयो त्यो बेच्नु भयो त्यसपछि हाम्रो छ नि सेतो यो लिप्टिस अनि त्यसबाट पनि तेल निस्किन्छ अनि असारेको तेल निस्किन्छ त्यसपछि लेमन ग्रास सिट्रिनेला तितेपाती अनि धेरै चिजहरू छ पिरे खर भन्छ त्यो आइडेक्सवाला त्यो सबै तेल निस्किने हामीले तेल निकालेर बजारमा बिक्री गर्न सक्छौँ यो हाम्रो बजार भनेको काठमाडौँ नेपालगञ्ज र सुर्खेतमा यसको हाम्रो बजार छ बिक्री हुन्छ हामीले पढ्दै कमाउँदै पनि यसलाई जोडेका छौँ हामीले किनभने हामीले यो असारेको पात यहाँ ल्याएर हामीलाई बेच्यो भने हामीले 4 रुपियाँ किलो किनिन्छ जस्तो विद्यार्थीले पहिला पनि यहाँ गर्नुभएको अभिभावकले पनि गरे स्कुल जानुभन्दा अगाडि यहाँ त्यो ल्याएर जोखेर किन्दा बेच्दाखेरि एउटा विद्यार्थीले 300 रुपियाँ बिहानै कमायो हैन भोलि त्यस्तै 300 कमाउने पर्सि 300 त्यस्तो कम वातावरण बन्यो यहाँ र त्यस्तो गरिब विद्यार्थीहरू गर्न जाने विद्यार्थीहरूले पैसा पनि कमाउने अवसर छ जडीबुटीबाट जस्तो अब असारे त वनभरि छ सामुदायिक वनमा छ जताततै चाहिँ काटेर ल्याएर यहाँ बेच्न सकिन्छ अब त्यस्तै तितेपातीहरू हामीले मेन्था खेती गरेर छौँ त्यो गर्न सकिन्छ क्याममा खेती गर्न सकिन्छ यो आयमूलक कार्यक्रम हो यो चाहिँ हामीले यो गरेका छौँ र यो अहिले धेरै विद्यार्थीहरू पनि अब यो जस्तो आइएससिएजीमा बहिनीहरूले कति क्लास पढ्नु ए त्यो उसमा छ त कति थर्ड इयरमा छ कि अब यो जडीबुटी कोर्स प्रयोगको छ त्यो पढ्नुपर्छ जस्तो दुल्लुबाट यहाँ प्रयोगत्मक गर्न आउँछ नि प्र्याक्टिस गर्न आउँछ त्यहाँको एसी चाहिँ छ नि त्यहाँ बिएससी चलाएर रहेछ त्यहाँ आउनुहुन्छ हाम्रो विद्यार्थीहरू यहाँ गरिरहन्छ यहाँ प्र्याक्टिस गर्दै सिक्दै जान्छ त्यस्तो हो है यो एउटा हाम्रो सिकाइको केन्द्र पनि बनाएको छ हाम्रो आइएसआर पनि बढाएको छ र हाम्रो चाहिँ एउटा सिकाइ केन्द्र पनि हो त्यसबाट धेरैजना सिकाइ हिजो गुल्मीको मान्छे आउनु भएको थियो आज दैलेको नौमुलीबाट आउनु भएको थियो त्यो कुरा सिकेर जानुभयो यसलाई कसरी प्रोसेसिङ गर्ने भन्ने कुराहरू मैले प्र्याक्टिकल सिकाउँछु मैले प्र्याक्टिकल रूपमा सिकाउँछु खेती गर्न सिकाउँछु यहाँ तेल निकाल्न सिकाउँछु यस्तै छ यहाँ पहिला चाहिँ सुरुमा त्यहाँ कच्चा पदार्थ माथि लगाउनुहुन्छ त्यसपछि त्यो ढकनले ढाक्छ त्यसपछि माथि ढाक्नुहुन्छ त्यसपछि आगो लगाउनुहुन्छ तलबाट लागेर तातिएपछि त्यसपछि के हुन्छ उता भएर त्यो चिसो पानीतिर जान्छ ए उता झर्छ हैन यसमा झर्छ त्यहाँ त्यो चिसो पानी र तातो पानी तातो बाफ ठोकेर त्यो बाफ गहिरीकरण हुन्छ ए तल चाहिँ यहाँबाट तेल खस्छ मेन प्रोसेस मेन त्यसबाट तेल खस्छ ए यहाँ चाहिँ भाँडो हुन्छ रिसिभर रिसिभरमा तेल खस्छ र हामीले त्यहाँबाट चाहिँ तेल प्राप्त गर्छ त्यस्तै त्यहाँबाट चाहिँ तेल खसेर ठ्याक्कै तेल खस्छ मेन यसको यति नै हो प्रोसेस अरू नै केही पनि गर्नु पर्दैन र यस्तो पढ्दै कमाउँदै यसलाई पनि हामी जोडेका छौँ ए ल हस् प्रकृति रूपमा रहेको असारीहरू त अब त्यो केही गर्नु पर्दैन खेती गर्नु पर्दैन आफै छ त्यसलाई काटेर ल्याएपछि हामी 4 रुपियाँ किलो किन्छौँ 4 रुपियाँ किलो दरले हामी किन्नेछौँ उहाँहरूले आएर बनाउनुहुन्छ कापी कलम किन्ने पैसा बनाउनु विद्यार्थीहरू ल धेरै धेरै धन्यवाद छ हजुरलाई र छोटोमा तपाईँले के भन्न चाहनुहुन्छ र हजुरको छोटकरीमा अब यो देशभरि यो सबैले सिक्न पाउन् होइन हाम्रो देशमा धेरै जडीबुटीको देश भनेर भन्छन् तर यसमा अझै राम्रोसँग यसको लेबलिङ प्याकेजिङ गरेर हाम्रो विदेशमा पठाउन सकौँ आयात बढाउन सकौँ त्यही हाम्रो कामना छ ओके धन्यवाद छ हजुरलाई धेरै धेरै समय दिनुभयो ओके धन्यवाद छ ल हजुरलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद ल मेरो पनि धन्यवाद हस् हस्